रोक्नु रोक्नु के अरे एक कुरा सुनेर जानु है। आज म एउटा भिडियो बनाउँदैछु। आज हाम्रो यो देशको बारेमा। म नेपालबाट हो। हाम्रो नेपालमा अहिले यो हालमै नै एउटा चुनाव भएको थियो। अहिले प्रधानमन्त्री छनौटको लागि एउटा संसदको लागि एउटा भएको थियो चुनाव। त्यो चुनावपछि काठमाडौँ क्षेत्रमा धेरै तरहको धेरै विपत्तिहरू डोजर चलाइयो भन्ने कुरा धेरै छ। फेक हो रियल हो थाहा छैन, धेरैलाई थाहा छैन। तर धेरैले बालेन सरकारले भन्यो भनेर धेरैले गुनासो गरेका छन्। तर त्यो बालेन सरकारले हुनसक्छ भन्ने कसैलाई प्रमाण छैन भनिरहेछन्। तर त्यो म भन्छु त्यो होइन, त्यो बालेन सरकारले भन्या होइन। त्यो सबै कुराहरू चाहिँ त्यो षड्यन्त्रहरू जो हुन्छन्, त्यो षड्यन्त्र गर्नेवाला एमालेका कार्यकर्ता, काङ्ग्रेसका कार्यकर्ता तिनीहरूले गरेको हो। त्यो गर्नको पछाडि धेरै ठुलो उद्देश्य हुनसक्छ। बालेन सरकारलाई झडाउनको लागि पनि हुनसक्छ, उनलाई हटाउनको लागि हुनसक्छ। तर यस्तो कुरामा कोही भरोसा नगर्नु होला। अनि यस्तो कुरा सुन्नको लागि मलाई फलो गरेर राख्नु होला। धन्यवाद।